यूहन्ना 1:1 के छ, हामी सबैभन्दा पहिला त्यो हेर्नेछौँ। उत्पत्ति 1:1 भन्छ, आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। अब हामीलाई एउटा कन्फ्युजन के छ भन्दाखेरि चाहिँ उहाँको जन्म चाहिँ 2025 वर्ष अगाडि मात्र भएको हो भन्ने तपाईँ हामीले सबैतिर युट्युब हुँदै हामीले केही हेर्न थाल्यौँ भने कन्ट्रोभर्सीमा त्यो आउँदछ। अनि 2025 वर्ष अगाडि चाहिँ येशू ख्रीष्ट आउनुभएको, त्योभन्दा अगाडि अरू देवी देवताहरू धेरै अगाडि आएका थिए भनेर त्यो कन्ट्रोभर्सीहरू हामी पाउँदछौँ। र त्यसलाई पुष्टि गर्नको लागि चाहिँ हामीसँग प्रशस्त बाइबलमा प्रशस्त मार्गहरू छ। त्यो प्रशस्त मार्गहरूमध्ये के हो भन्दाखेरि यहाँ उत्पत्ति 1:1 भन्दछ, आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। अनि यूहन्ना 1:1 के भन्छ भन्दाखेरि त्यो सृष्टि गर्नु हुँदा चाहिँ परमेश्वरले यस उत्पत्ति 1:1 भनेको वचन अनुसार संसारलाई सृष्टि गर्नु हुँदा चाहिँ प्रभु येशू ख्रीष्ट चाहिँ अलरेडी परमेश्वर पितासँग हुनुहुन्थ्यो भनेर चाहिँ यूहन्ना 1:1 भन्दछ। अनि जब परमेश्वर येशू ख्रीष्ट संसारमा आउनु भएको मात्रै चाहिँ 2025 वर्ष अगाडि हो, तर येशू ख्रीष्ट चाहिँ कहिले हुनुहुन्थ्यो भन्दाखेरि चाहिँ जब यो सारा संसार सृष्टि भयो त्योभन्दा अगाडि नै हुनुहुन्थ्यो भनेर चाहिँ यूहन्नाको पुस्तक 1 अध्यायको 1 देखि 18 पदसम्ममा क्लियर गरिदिएको छ। हालेलुया। येशू ख्रीष्ट चाहिँ त्यतिखेर को हुनुहुन्थ्यो भन्दा वचन हुनुहुन्थ्यो। अनि वचन चाहिँ को हुनुहुन्थ्यो भन्दा फेरि परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। भनेपछि कोसँग हुनुहुन्थ्यो भन्दा चाहिँ येशू ख्रीष्ट चाहिँ परमेश्वरसँगै हुनुहुन्थ्यो। हालेलुया। अनि हामीले त्यो कन्ट्रोभर्सीमा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि चाहिँ हामीले यो पदलाई दाबी गर्न सकिन्छ, उत्पत्ति 1लाई र यो यूहन्ना 1लाई दाबी गरेर हामीले कसैलाई बुझाउनु पर्दाखेरि बुझाउन सकिन्छ। तर पनि कसैले बुझ्न चाहेको खण्डमा हामीले यहाँदेखि बुझाउन सकिन्छ। हालेलुया। अनि सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन। अब हेर्नुहोस् है, उहाँ बिनाको सृष्टि भएन भनेर भन्दाखेरि चाहिँ 1:1 नै भन्दछ। पिता हुनुहुन्थ्यो, परमेश्वर पिता हुनुहुन्थ्यो, येशू ख्रीष्ट हुनुहुन्थ्यो, अनि पवित्र आत्मा हुनुहुन्थ्यो। र यो त्यो तीनटा रूप, परमेश्वरको तीनटा रूप हुनुहुन्थ्यो। त्यो तीनटा रूपलाई चाहिँ बहुवचनमा हामी भनिएको छ। हालेलुया। अब 4ले भन्दछ, उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो। त्यो अन्धकारमा चम्कन्छ र अन्धकार त्यसमाथि विजय भएको छैन। हालेलुया। परमेश्वर भनेको चाहिँ संसारकै ज्योति हुनुहुन्छ। हालेलुया। अनि संसारकै ज्योति हुनुहुन्छ। जब ज्योतिको अगाडि चाहिँ अन्धकारको केही पनि लाग्दैन, त्यो अन्धकारलाई चाहिँ ज्योतिले विजय गर्दछ। हालेलुया। परमेश्वरबाट पठाइएका एकजना मानिस थिए, उनको नाउँ यूहन्ना थियो। उनीद्वारा सबैले विश्वास गरून् भनेर त्यस ज्योतिको गवाही दिन उनी साक्षी भई आए। येशू ख्रीष्ट संसारमा आउनुभयो र येशू ख्रीष्ट चाहिँ संसारको ज्योति हुनुहुन्छ भनेर उहाँले गवाही दिनुभएको थियो। येशू ख्रीष्ट आउनुभन्दा अगाडि नै, येशू ख्रीष्टसँग भेट हुनुभन्दा अगाडि नै। हालेलुया। अनि जब येशू ख्रीष्टसँग भेट हुनुभन्दा अगाडि नै उहाँले अगमबाडी गरिसक्नु भएको थियो, उहाँ आउँदै हुनुहुन्छ र उहाँ आउने चाहिँ मभन्दा अघि हुनुहुन्छ भनेर चाहिँ यूहन्नाले भन्नुभएको थियो। हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो। यसदेखि उता पढ्दै जान्छौँ भने येशू ख्रीष्ट र यूहन्नाको भेट भएको हामी पाउँदछौँ। 1:19 देखि पढ्दै जान्छौँ भने, अनि त्योभन्दा भेट हुनुभन्दा चाहिँ अगाडि नै आउँदै हुनुहुन्थ्यो भनेर चाहिँ यूहन्नाले भन्दै हुनुहुन्छ। उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। किन भन्दाखेरि चाहिँ उहाँ संसारमा आइसक्नु भएको थियो। जसले संसारलाई सृष्टि गर्नुभयो स्वयं उहाँ नै संसारमा आइसक्नु भएको थियो, तर संसारले चाहिँ उहाँलाई चिन्न सकेन। शरीरमा भएको कारणले गर्दा संसारले उहाँलाई चिन्न सकेन।
उहाँ आफ्नै मानिसहरू कहाँ आउनुभयो, तर उहाँ आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। उहाँकै हातको सिपको अगाडि आउँदा पनि उहाँलाई चिन्न सकेनन्, जुन चाहिँ उहाँद्वारा नै सृष्टि भएका थिए। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। हालेलुया। अब 13ले भन्छ, तिनीहरू रगतद्वारा, शरीरद्वारा, शारीरिक इच्छाद्वारा र कुनै मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएको हुनुहुन्छ। तपाईँ हामी सिधासिधी सोच्दाखेरि यो कुरा भन्नै पर्ने हुन्छ, अलिकति अप्ठ्यारै हुन्छ, र पनि यो कुरा भन्नै पर्ने हुन्छ। तपाईँ हामी शारीरिक जन्मेका छौँ, शरीरमा जन्मेका छौँ। किन भन्दाखेरि स्त्री र पुरुषद्वारा नै हामी जन्मेका छौँ। तर येशू ख्रीष्ट स्त्री र पुरुषद्वारा जन्मिनु भएन, पवित्र आत्माद्वारा जन्मिनु भयो। तर तपाईँ हामी जो कोही पनि, किन भन्नै पर्ने कुराहरू भन्नै पर्ने हुन्छ, तपाईँ हामी चाहिँ र शरीरद्वारा जन्मे पनि जब हामीले चाहिँ येशू ख्रीष्टलाई चाहिँ मेरो उद्धारकर्ता र मुक्तिदाता भनेर हामी विश्वास गर्दछौँ, तब हामी शरीरद्वारा, यहाँ के भनिएको छ भन्दाखेरि रगतद्वारा, शारीरिक इच्छाद्वारा र कुनै मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्। जब येशू ख्रीष्टलाई विश्वास गरिन्छ, येशू ख्रीष्टलाई ग्रहण गरिन्छ, स्वीकारिन्छ, तब चाहिँ हामी को हुन्छौँ भन्दा शरीरद्वारा जन्मिए पनि परमेश्वरका सन्तान हुन्छौँ। अनि हामी अब स्त्री र पुरुषद्वारा नै हामी सबैजना जन्मेका छौँ। तर जब येशूमा ग्रहण गरेका थिएनौँ, हामी संसारका मान्छे थियौँ। तर जब येशू ख्रीष्टमा हामी जन्म लियौँ, यो दोस्रो जन्म हो हाम्रो। जब येशू ख्रीष्टमा जन्म लियौँ भनेपछि हामी चाहिँ परमेश्वरका सन्तान हौँ। हालेलुया। 14ले चाहिँ के भन्दछ भन्दाखेरि चाहिँ येशू ख्रीष्ट संसारमा आउँदाखेरि चाहिँ देहधारी भनेको चाहिँ के हो रहेछ भन्दाखेरि चाहिँ येशू ख्रीष्ट चाहिँ शरीरमा आउनुभयो। देह भनेको चाहिँ शरीर, अनि देह धारण गर्नुभयो, शरीरमा चाहिँ आउनुभयो। अब उहाँ त परमेश्वरसँग हुनुहुन्थ्यो, आत्मामा हुनुहुन्थ्यो। अनि उहाँ चाहिँ संसारमा के गर्नुभयो भन्दाखेरि चाहिँ शरीरमा आउनुभयो। फेरि पशुको रगतले चाहिँ तपाईँ हाम्रो पाप क्षमा हुँदैन। परमेश्वरले के गर्नुभयो भन्दाखेरि चाहिँ मान्छेको पापद्वारा छुटकारा हुनको लागि चाहिँ मानिसकै बलि चाहियो। मानिसलाई नै रगत बगाउनु पर्यो। फेरि मानिसले रगत बगाउनु पर्यो भन्दाखेरि जो कोही मानिसले रगत बगाएर त्यो हुँदैन। निष्कलङ्क चाहियो, निष्खोट चाहियो। अनि त्यो निष्खोट मानिस चाहिँ को छ संसारमा भन्दा निष्खोट मानिस छैन। संसारमा सबै मानिसहरू पापी नै छ, किन पुर्खादेखि बगेर आएको पाप सबै मानिसमा छ। अनि निष्खोट मानिस चाहिँदाखेरि चाहिँ परमेश्वर पिताले चाहिँ येशू ख्रीष्टलाई पठाउनु भयो। त्यो पनि जुनतुनको गर्भमा होइन, जो चाहिँ शुद्ध हृदय थियो, जो व्यक्ति चाहिँ शुद्ध थियो र उसको गर्भमा चाहिँ परमेश्वरले येशू ख्रीष्टलाई पठाउनु भयो। अनि उहाँद्वारा चाहिँ येशू ख्रीष्ट संसारमा आउनुभयो। हालेलुया। अनि जब संसारमा आउनुभयो अनि उहाँ चाहिँ निष्खोट निष्कलङ्क हुनुहुन्थ्यो। अनि उहाँको रगतद्वारा चाहिँ तपाईँ हामीले चाहिँ संसारको सारा पापको बन्धनहरू तोडिएको छ उहाँको रगतद्वारा। परमेश्वरको सन्तान हुनको लागि हामीले के गर्नुपर्छ भन्दाखेरि पुरानो जीवनलाई त्याग्नु पर्दछ। जब येशू ख्रीष्टलाई हाम्रो उद्धारकर्ता र मुक्तिदाता उहाँ नै हुनुहुन्छ भनेर हामीले स्वीकार गर्नुपर्दछ। अनि यूहन्नाले उहाँको 15ले भन्छ, यूहन्नाले उहाँको विषयमा गवाई दिँदै उच्च स्वरले भने, उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसको विषयमा मैले भने म पछि आउनुहुने मभन्दा उच्च हुनुहुन्छ, किनभने उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो। हालेलुया। उहाँलाई थाहा थियो येशू ख्रीष्ट सृष्टि हुनुभन्दा अगाडिदेखि नै परमेश्वरसँग हुनुहुन्थ्यो र उहाँ चाहिँ देहधारी भएर चाहिँ आफ्नो शरीर, मानिसको शरीरमा मात्रै आउनुभएको हो। मभन्दा पछि जन्मे पनि उहाँ चाहिँ मभन्दा अगाडिबाटै हुनुहुन्छ भनेपछि संसार सृष्टि हुनुभन्दा पनि अगाडिबाटै हुनुहुन्छ।
भनेर चाहिँ यूहन्नाले भन्दै गरेको हामी यहाँ पाउँदछौँ। उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौँ, किनभने व्यवस्था मूसाद्वारा दियो, अनुग्रह र सत्यता चाहिँ येशू ख्रीष्टद्वारा आए। हालेलुया। तर व्यवस्था बिना अनुग्रह पुरा छैन र अनुग्रह बिना व्यवस्था पुरा छैन। नयाँ करार र पुरानो करार भन्छ। येशू ख्रीष्ट आए पछाडि नयाँ करार, येशू ख्रीष्ट आए पछाडिको नयाँ करार भयो भने येशू ख्रीष्ट आउनुभन्दा अगाडिको चाहिँ पुरानो करार। अनि पुरानो करारलाई चाहिँ हामी त्यो व्यवस्था पनि भन्दछौँ। अनि त्यो व्यवस्था र अनुग्रह, नयाँ करारलाई अनुग्रहको पुस्तक पनि भन्दछौँ हामी। र व्यवस्थामा चाहिँ जति पनि अगमबाणीहरू भएको कुराहरूलाई चाहिँ यो अनुग्रहमा आएर पुरा भएको मात्रै हामी पाउँदछौँ। कुनै नयाँ कुरा थपिएको छैन। एउटा कुरा खारेज गर्नुभएको छ येशू ख्रीष्टले, व्यवस्थाको एउटै कुरा मात्रै खारेज गर्नुभएको छ, नभए एज इट इज छ। किन भन्दा के कुरा भन्दाखेरि जुन चाहिँ पशुको बलि त्यो सिस्टम थियो व्यवस्थामा, त्यही बलि सिस्टमलाई मात्रै उहाँको बलिद्वारा चाहिँ उहाँले खारेज गर्नुभएको छ। अलरेडी येशू ख्रीष्ट नै बलि हुनु भइसकेको छ। अनि पशुको बलि चढाउनु पर्दैन, अन्न बलि चढाउनु पर्दैन, त्यो कुनै पनि बलिलाई चाहिँ उहाँले खारेज गर्नुभएको छ, व्यवस्थामा भएको नियमलाई। त्योभन्दा फाल्टो भनेको व्यवस्थाको कुनै पनि नियमलाई भङ्ग गर्नुभएको छैन। हालेलुया। अरू सबै व्यवस्थामा भएको नियमहरू हामीले मान्नु पर्दछ। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। पिताको साथमा हुनुहुने एकमात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। हालेलुया। अब यहाँ के गर्नुभयो भन्दाखेरि उहाँ शरीरमा हुनुहुँदा चाहिँ उहाँले आफ्नो पितालाई उहाँद्वारा प्रकट गर्नुभयो। अब म एउटा छोटो कुरा जोडेर म यो वचनलाई यहाँ अन्त्य गर्छु। बाउको चरित्र त्यो छोरामा सरेको हुनुपर्दछ। बाउको परिचयद्वारा आफू चिनिएको छ भने आफ्नो परिचयद्वारा पनि बाउ चिनिनु पर्दछ। अनि बाउ चिनिनको लागि चाहिँ के हुनु पर्यो भन्दा बाउमा भएको गुण त्यो छोरामा हुनु पर्यो। बाउको गुण चाहिँ छोरामा रहेछ। बाउले सही के भन्छ सही सत्कार सिकाएको रहेछ। बाउको पनि मान बढ्यो, छोराको पनि मान बढ्छ। अनि छोरालाई चिन्ने व्यक्तिले, छोरालाई चिन्नेले छोराद्वारा बाउ चिन्छ। तर धेर जस्तो चाहिँ बाउद्वारा छोरा चिन्छ। भनेपछि बाउको गुण छोरामा छ भने बाउलाई चिन्नेले बाउ पनि यस्तो खालको रहेछ र छोरा पनि यस्तो भएछ। अनि मद्वारा चाहिँ मेरो बाउलाई चिन्छ नि त। अनि बाउको दामाले साथीहरू, बाउको चिन्जान मान्छेहरूले बाउद्वारा चाहिँ मलाई चिन्छ। र त्यो कुरा चाहिँ के गर्नुभयो भन्दाखेरि येशू ख्रीष्टले चाहिँ पितालाई चाहिँ उहाँमा झल्काउनु भयो। हालेलुया। अनि पिता जस्तो हुनुहुन्थ्यो उहाँ त्यस्तो हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि त्यही भन्नुभएको छ, मलाई चिन्नेले पितालाई चिनेको छ, मलाई देख्नेले पितालाई देखेको छ भनेर चाहिँ येशू ख्रीष्टले भन्नुभएको छ। हाम्रो जवाफ यो हुनुपर्छ। तर हुन चाहिँ उहाँ परमेश्वरको साथमा चाहिँ कहिले हुनुहुन्थ्यो भन्दाखेरि संसार सृष्टि हुनुभन्दा अगाडि नै हुनुहुन्थ्यो। यूहन्ना 1:1ले नै पुष्टि गर्दछ।